हेलो एभ्रिवान वेलकम ब्याक भन्नु पनि सक्दिनँ होइन वेलकम ब्याक टु माई युट्युब च्यानल आफ्टर सिन्स त्यस्तै 6-7 महिना भयो होला होइन मेरो चाहिँ भ्लग नआएको म चाहिँ अब तपाईँहरूले सोच्नु पनि हुन्छ होला किन बनाउँदिनँ म चाहिँ अब केही अब यस्तो ओकेजनहरू हुन्छ नि अब जस्ट लाइक अब दसैँ तिहार हो त्यस्तोमा मात्रै बनाउँछु मेमोरी हुन्छ भनेर होइन अरू बेला त पुरा अल्छी लाग्छ किन बनाउनु भन्ने हुन्छ होइन तर तपाईँहरूले यो भ्लगको माया देखाइदिनु भयो भने चाहिँ आइएम स्योर तपाईँहरूको लागि म हरेक भिडियो भ्लगहरू बनाइबस्छु तर म दिनै पछिको चाहिँ सक्दिनँ होइन अब कुनै मेन ओकेजनहरूको चाहिँ म बनाउन सक्छु त्यहाँदेखि मेरो भ्लग अब दसैँ तिहारमा मात्रै आउँछ भनेर चाहिँ नसोच्नुहोस् होइन अब त्यही हुन्छ र एउटा मेमोरी हुन्छ एउटा यो युट्युबमा हालिरहेको छ भने मेमोरी हुन्छ नि त त्यही भएर होइन स्टे ट्युन किप वाचिङ गाइस अनि के हुन्छ कस्तो हुन्छ कामहरू कतिको हुन्छ काम त अस्तिदेखि पनि चलिरहेको छ धेरै नै होइन तर भए पनि अब तपाईँहरूलाई हाल्छु होइन त्यसको लागि किप वाचिङ स्टे ट्युन होइन त्यतिको अहिले अब हेर्दै जानुहोस् अहिलेको लागि चाहिँ बाइ ल गाइस हेलो गाइस हाम्रो फाइनली ओखली आइसकेको छ म र दादा भएर गरेर लिएर आएको होइन ओखली चाहिँ साह्रै टु मचै होचो रहेछ अब यसलाई चाहिँ कसरी कुट्नुपर्ने भने त्यो चाहिँ साह्रै पर्ने रहेछ होइन किनकि पुरै होचो छ नि त नभए त ओखली त यतिको अल्गोहरू त हुनुपर्छ नि त अन्त कुट्न पनि हामी अल्गो मान्छेलाई सजिलो हुन्छ होचो मान्छेले चाहिँ एकदम पर्फेक्ट छ है ओखली चाहिँ होइन चटै होचो छ नि त अब हामीलाई चाहिँ गाह्रै होला जस्तो छ गाइस होइन पिठो पनि त्यति बेसी त भिजाएको छैन अब यो हाम्रो हातमा ठेलाहरू तपाईँलाई सो गाइस अहिले चाहिँ मैले त्यसै 200 खेप कुटेर चाहिँ ठुलो मम्मीले अब खराएर कुट्नु हुँदैछ मैले मिन बनाइसकेँ होइन पिठो भइरहेछ मेरो हातमा ठेला पनि उठेको रहेछ लाग्यो यहाँनिर ठेला उठ्नको लागि पुरा उयो भएछ त्यही त हाम्रो चाहिँ पिठो कुट्नको लागि भने धेरै नै मान्छे जम्मा भइसक्नु भयो होइन पिठो चाहिँ कम्ती मान्छे धेरै आउनुभयो हामीले हेल्प गर्नुको लागि मलाई देखेर माया लागेर होइन भर्खर दादा पनि आउनुभएको थियो दादा चाहिँ पनि कहाँ भत्तो लागेर गएको थिएँ होइन अन्त भर्खर आउँदैछ होइन त्यही हो अन्त दसैँ चाहिँ एकदम खास लागिरहेछ हाम्रो चाहिँ अब यसपालि दसैँमा सेलरोटी नबनाऊ भनेर सोचेको थिएँ र भए पनि फेरि बनाउनु कर लाग्यो होइन खोसा मार्छ पिठो चाहिँ होइन र पनि मेरो चाहिँ ठेला उठिगएको छ अघि नै यहाँ आउँदै हेलो सबैजनालाई होइन अहिले चाहिँ म चाहिँ पिठो कुट्दै थिएँ घरमा धेरै नै कामहरू थियो नि त टिका लाउने ठाउँहरू पनि बनाउनु पर्ने थियो त्यहाँदेखि म चाहिँ मलाई चाहिँ फेरि पर पूजामा जसरी भए पनि आउनु भन्नुभयो नि त गुरुजीले बोलाउँदै थियो अन्त यता बाबाहरूले पनि जसरी भए पनि आइपुग्नु भन्नुभयो अन्त म चाहिँ पूजाको सामान प्लस गुरुजीलाई चियाहरू लिएर जाँदैछु अन्त ठुलो मम्मीले पनि भन्नुभयो जानु भनेर अन्त म चाहिँ नुहाएर चाहिँ रेडी भएर जाँदैछु होइन गाइस अन्त पर गएर पूजामा के कस्तो हुन्छ म तपाईँहरूलाई देखाउने छु आज हवन छ आज पूजाको लास्ट डे हो होइन अन्त भोलि त विजय दशमी भइहाल्यो अन्त त्यही हो स्टे ट्युन गाइस वसुदेव्यस्सरं दद ओम महाकाल्यै नमः स्वाहा श्री सत्यलक्ष्मी तपत्न्यां होरात्रि वर्षदाग्निचरणे ओम महालक्ष्मी नमः स्वाहा अम्बे अम्बिके बालिके मनतिकल्पनार्गुणम् ओम महासरस्वती नमः स्वाहा प्रथमं शैलपुत्री च द्वितीयं ब्रह्मचारिणी तृतीयं ब्रह्मण्डेति कुष्माण्डे सो हेलो गाइस स्वागत छ तपाईँलाई भन्नु पनि भएको छैन स्वागत त धेरै नै चोटि गरिसकेँ हरेक क्लिपमा स्वागत भन्ने छु होइन तर अहिले चाहिँ म फाइनली पूजाबाट आइसकेँ अन्त पूजाबाट आइसकेर चाहिँ यस्तो बेसी अब हुन्छ नि घरमा मेरो पाहुना पनि आउनुभएको थियो सरहरू आउनुभएको थियो होइन अन्त सरहरू आउनुभएको सरलाई खाजा दिएर गुरुजीलाई खाजाहरू सबै दिएर चाहिँ यस्तो डरलाग्दो च्यालेला छ होइन तपाईँलाई यो चाहिँ म अब माझेको चाहिँ अब स्टार्ट गर्नु आँटेको अन्त माथि हजुर आमाहरू आउनुभयो नि त हजुर अन्त गाइस आन्टीले मलाई अझै संशोधनमा भाडा सजेसन भनेर हाम्रो के पाहुना आएकै हुनुहुन्छ होइन अब पाहुना पनि त हेर्नु पऱ्यो नखाइ त जा भन्नु भएन दसैँको मुखमा त त्यस्तो गर्नु हुँदैन होइन त्यहाँदेखि तपाईँलाई म ब्याक क्यामेराबाट देखाउँछु भाडाको रेली चाहिँ कति छ भनेर होइन गाइस तपाईँहरू चाहिँ छक्कै पर्छ होइन म चाहिँ अब कहिले सक्नु त्यो सक्ने बित्तिकै फेरि म तल दोकान गएर दोकानबाट आएर फेरि टिका लाउने ठाउँलाई डेकोरेट मात्र त्यो सफाहरू गर्नु छ नि त अन्त म भगवान् त्यो सकेर फेरि बेलुका चिप्स पनि फ्राई गर्नु अरे म चाहिँ अब चाहिँ डल्लै हुने रहेछ गाइस होइन यो चाहिँ मेरो एकजना साथीले भन्छ ढले भन्ने चाहिँ द्याट्स त्यो हर नेम इज निरुता होइन अनि सोनी अनि प्रनिस भन्ने चाहिँ मेरो एकदम जिग्री दोस्त हो होइन गाइस अन्त भाँडाको रेली चाहिँ यहाँदेखि स्टार्ट भएर चाहिँ अब यो चाहिँ के नर्मल हो यो चाहिँ होइन अब यस्तो सफा यहाँ पनि त्यस्तै छ बेसिनमा पनि त्यस्तै छ होइन यता पनि त्यस्तै हो सबै सफा गर्नुपर्छ योहरू होइन अन्त यहाँ पनि च्यालेला यता पनि च्यालेला होइन अन्त अब यता हलमा भन्नुहुन्छ भने गुरुजी उपर आउनुहुन्छ यो सबै सफा गर्नुपर्ने छ यता मिलाउनु हुनुपर्ने छ होइन योहरू अन्त ठुलो मम्मीले चाहिँ माथि सेलरोटी बनाउँदैछ अन्त यो अब यस्तो रेली अब हेर्नु नि अब सबैजना छक्कै परेर गएको छ यस्तो बेसी अब हुन्छ नि कहिले चाहिँ सम्हालिसक्नु टोटली आलमारी नै टोटली खाली छ अब म यस्तो खतरा होला म हेलो एभ्रिवान अहिले चाहिँ म गुरुजीको पर पूजामा पुस्तक छोडेछ अरे पुस्तक लिएर जाँदैछु होइन घर केही देखेको छैन पानी पनि पुरा पर्दैछ अन्त त्यही हो भिडियो त बनाउने इच्छा त थियो
पानी पर्यो होइन कति बेसी भिडियो बनाइराख्नु भनेर चाहिँ भन्न पनि लागिरहेको थियो तर पनि अब छोटो छोटो अपडेट्स आज चाहिँ मैले बोलेँ मात्रै यस्तो त्यस्तो गरेँ भनेर होइन भोलि चाहिँ केही कुछ देखाउँछु कामहरू गरेको अन्त अब अगाडि केही कुछ हाल्छु त्यहाँदेखि आजको ब्लग त्यहीमा एन्ड हुन्छ होइन अहिले चाहिँ बाई गाइस अहिले भरेतिर भेटौँ होला अब धेरै आई हेभ सो मेनी वर्क टु डु होइन त्यति नै हो तपाईँहरूलाई अहिलेको लागि चाहिँ बाई गाइस सो गाइस अब चाहिँ म तपाईँहरूलाई यो भ्लग नै एन्ड गर्न चाहन्छु होइन किनकि मैले अब भिडियोहरू गरौँ भनेको टाइम पाइनँ त्यस्तो बेसी होइन अनि भोलि पनि बिहान छिटोभन्दा छिटो उठेर मेरो बहुतै बेसी काम छ होइन त्यहाँदेखि आजको भ्लग यहीँनिर एन्ड गर्न चाहन्छु हजुरहरू सबैजनालाई एकदम शुभरात्रि भन्दै हजुरहरूको सामुबाट म बिदा लिन चाहन्छु अनि अर्को भिडियो म भोलिदेखि स्टार्ट गर्नेछु अनि आजको भिडियो यहीँ छु म त्यतिको लागि गुड नाइट मजा सुत्नुहोस् है त बाई बाई गाइस